हेलो गाइज वेलकम ब्याक टु माई न्यू भिडियो गाइज धेरै पछि भिडियो बनाउँदैछु होइन। पहिला पनि भिडियो त बनाएको थिएँ तर त्यतिखेर चाहिँ केही कन्डिसन भनौँ फोन फुटेर भनौँ केही कारणवश भिडियो चाहिँ बनाएको थिएन। तर धेरै पछि आज खै किन आज भिडियो बनाउनु मन लाग्यो होइन, त्यही भएर तपाईँहरूको लागि सर्ट भिडियो ल्याएर आएको छु। आशा छ म कम्तीमा हप्तामा एक दुईवटा भिडियो त राख्ने छु होइन। तपाईँहरूको लागि म फेसबुकमा चाहिँ डेली एउटा भिडियो चाहिँ ल्याएर आउँछु, सर्ट भिडियो 2-3 मिनटको, त्यस्तो धेरै चाहिँ हुँदैन। भ्लगिङ गर्ने पहिले एउटा अब सक भनौँ कि अब इच्छा भनौँ कि अब एउटा अलगै खालको इन्ट्रेस्ट भएको कारणले तपाईँहरूलाई चाहिँ यो भिडियो चाहिँ स्पेसली ल्याइरहेको छु होइन। म जिमको पनि वर्कआउट गरिरहेको तपाईँहरूलाई देखाउने छु र अहिले चाहिँ म तपाईँहरूलाई रुमबाट चाहिँ बिदा भएर जिमतिर निस्किन्छु। बाटोमा भेटौँला, जिमतिरै भेटौँ है त। र म चाहिँ रुमबाट स्कुटर निकालेर जिमतिर लाग्छु होइन। यो चाहिँ भत्केको पुल हो। म चाहिँ पुरानो बानेश्वर बस्छु नि त, त्यही भएर यहाँबाट म कोटेश्वर जान अलि टाइम नै लाग्छ क्या। किनकि यहाँदेखि कोटेश्वरको यात्रा भनेको कम्तीमा नि 1.5 किलोमिटर जतिको हुन्छ होइन। अब त्यहाँको जिम चाहिँ राम्रो छ अनि आफ्नै ठाउँको जिम भएर म चाहिँ त्यहाँ राम्रो लाग्छ मलाई जिम गर्न, त्यही भएर म त्यहाँ चाहिँ जान्छु। अनि यहाँबाट चाहिँ यो 1.5 किलोमिटर चाहिँ म तपाईँहरूलाई 1 मिनटमा पार गरेर देखाउँछु। यो चाहिँ एकदमै जाम छ होइन, तैपनि म तपाईँहरूलाई 1 मिनटमा त्यहाँ पुगेर देखाउँछु। कसरी देखाउँछु भने चाहिँ तपाईँ यो भिडियो पुरा हेर्नुहोस्, थाहा पाइहाल्नुहुन्छ होइन। ल अब म चाहिँ मेरो स्कुलेटर 450 को स्पिडमा दबाएर निस्किन्छु है त। लेट्स गो सुलुलुलु। ल गाइस फाइनली हामी चाहिँ 1.5 किलोमिटर चाहिँ 1 मिनटमा पार हुन लागिसक्यो होइन। अब चाहिँ यो कोटेश्वर पुग्न नै आँटिसक्यौँ। अब पुग्न नै आँटिसक्यो भन्नाले पनि पुगिसक्यो होइन। अब चाहिँ यो कोटेश्वरको जाम हो क्या। मलाई सबैभन्दा टाइम लाग्ने चाहिँ जिम आउँदाखेरि चाहिँ यही जाममा हो होइन। अब त्यो बाटो चाहिँ खाली हुन्छ, त्यही भएर सर आउँछ। अब यो कोटेश्वरमा जाम लागेपछि ग्रिन सिग्नल पायो भने त एकैछिटमै निस्किन सकिन्छ होइन। तर रेड सिग्नलमै बस्यो भने चाहिँ एकदमै टाइम लाग्छ र यहाँबाट चाहिँ प्लेनहरू गइरहेको हुन्छ नि त, अनि दृश्य पनि एकदमै राम्रो हुन्छ। त्यस्तो जाममा कुर्न चाहिँ त्यति टाइम लागेको जस्तो हुँदैन। तर आज चाहिँ मैले सिग्नल पाइरहेको थिएँ, माथि हेर्नुहोस् त ग्रिन आइरहेछ होइन। र यहाँबाट चाहिँ म राइट टर्न लिएर चाहिँ यो महादेवी स्थान जाने बाटोतिर चाहिँ जान्छु, किनभने जिम पनि त्यही बाटोमै छ नि त। यो जिम चाहिँ हाम्रो महेन्द्रनगरकै दिदीको जिम हो कि, त्यसैले म यहाँ आउँछु। र म चाहिँ फाइनली हाम्रो जिम भएको बिल्डिङमा चाहिँ आइपुग्छु। म तल स्कुटर चाहिँ पार्किङ गरेर माथि जिमतिर लाग्छ होइन। जिम चाहिँ हाम्रो 3rd फ्लोरमा छ नि त, त्यही भएर चाहिँ जिम जाने सिँढी चाहिँ यता पछाडिपट्टि छ क्या। त्यसैले यो सिँढी हुँदै म चाहिँ माथि जिमतिर लाग्छु होइन। आज हेरौँ जिममा को हुनुहुन्छ। र गाइज फाइनली देख्न सक्नुहुन्छ हामी चाहिँ जिममा आइपुगेका छौँ होइन। अब यो चाहिँ हाम्रो इन्ट्री गर्ने ठाउँ हो। अनि यहाँ चाहिँ म जुत्ता खोलेर भित्र जान्छु होइन। यहाँबाट भित्र गइसकेपछि देख्न सक्नुहुन्छ हाम्रो जिम। र उहाँ चाहिँ हाम्रो रिसेप्सनको बहिनी, अनि ऊ चाहिँ हाम्रो ट्रेनर दाइ होइन, निराजन दाइ। अनि यो चाहिँ देख्न सक्नुहुन्छ बडी वर्कसपको लोगो जुन कोटेश्वरमा छ, तपाईँहरू पनि भिजिट गर्नु होला। र आज मलाई निकै लेट भइसक्यो हुन्छ र म चेन्जिङ रुममा गएर ड्रेस चेन्ज गरेर चाहिँ माथि कार्डियो गर्छु, अलिकति कार्डियो गर्छु, माथि जान्छु। र चाहिँ यो हाम्रो माथि 4th फ्लोरमा छ कार्डियो सेसन चाहिँ होइन। यहाँ चाहिँ सबै कुराहरू छ क्या टन्नै होइन। त्यसपछि मिररहरू पनि राम्रो छ यहाँ, नि भ्यू पनि एकदमै राम्रो देखिन्छ क्या। अनि टाइममा यहाँबाट चाहिँ प्लेनहरू गइरहेको हुन्छ नि त, त्यो प्लेनको दृश्यहरू पनि कतिखेर हेर्दा यस्तो रमाइलो लाग्छ होइन। त्यो 4th फ्लोरमा छ, अनि टपमा भएको हुनाले घरहरू पनि माथिबाट भ्यू देख्दा कस्तो राम्रो देखिन्छ नि त। अनि म ट्रेडमिलमा चाहिँ एकछिन कार्डियोको लागि चाहिँ रनिङ गर्छु। त्यसपछि अलिअलि रनिङ त्यस्तो धेरै गर्दैन, अब हल्का ज्यान खोल्न चाहिँ अलिअलि रनिङ गर्छु। रनिङ सकेर चाहिँ तल अब चाहिँ जिममा आइपुग्छु होइन। यहाँ चाहिँ मेरो जिम पार्टनर चाहिँ आइसकेको हुन्छ क्या पहिले, अनि म उसलाई चाहिँ भेटेर ऊ चाहिँ बडी सडी गमाउँसम्म गरेर हुन्छ, खोलिरहेको हुन्छ। हाम्रो बडी बिल्डर हुन् साथ मिलाएर। अब यो मिस्टर काठमाडौँ बडी मिस्टर काठमाडौँको लागि ट्रेन गर्दैछ नि त, त्यही भएर
अलि उचित चाँडा नै गर्छ होइन। मेरो चाहिँ आज ब्याक भएको कारणले म चाहिँ ब्याकमा धेरै फोकस गर्छु। ब्याक प्लस बाइसेप्स हुन्छ आज चाहिँ मेरो, तर म ब्याकबाट नै स्टार्ट गर्छु होइन। ब्याकको एक दुईवटा पुल डाउनहरू सकाएर 4 सेट सकाएर अनि म चाहिँ नयाँ एउटा मसिन थपेको हुन्छ क्या हाम्रो जिममा, यो चाहिँ लास्टमा हान्छु म। त्यही भएर राम्रो लाग्छ मलाई। फाइनल चाहिँ लास्ट सबै हानिसक्यो भने ब्याकको चाहिँ यो म लास्टमै हान्छु। अनि आज बाइसेप पनि थियो नि त मेरो, त्यही भएर त्यस्तो धेरै ब्याक चाहिँ हान्दैन, किनकि अब ढिलो पनि भएको हुन्छ, अब बेलुका चाँडो जानु पऱ्यो, फर्किनु पर्ने हुन्छ नि त होइन। अनि मेरो ब्याक चाहिँ आजको चाहिँ यो गरेर सकिसकेपछि चाहिँ आज मेरो ब्याक चाहिँ सकिन्छ र म बाइसेप चाहिँ स्टार्ट गर्छु होइन। बाइसेप्स पनि म त्यस्तो धेरै गर्दैन, 4 सेट गर्छु 12-12को होइन। अनि 4 सेट सकाइसकेपछि बाइसेप्सको चाहिँ अलि मलाई सबैभन्दा जिममा हान्न अल्छी लाग्ने भनेको नि बाइसेप्स हो कि। चेस्ट ब्याक होइन ट्राइसेप्सहरू केही पनि लाग्दैन, अनि बाइसेप चाहिँ मलाई एकदमै सो फाइनली गाइस आजको दिनको अन्त्यसँगै मेरो पनि वर्कआउट आज सकिसकेको छ र यो भिडियो चाहिँ आजको अन्तिम पार्ट चाहिँ यही हुनेछ तिमीहरूको लागि, सबैका लागि। लगभग भिडियो जतिजना पनि हेर्नुहुन्छ होइन। र भोलि पर्सिबाट चाहिँ अब सक्यो भने दिनको 1-2वटा भिडियो निकाल्नेछौँ, सकेसम्म जिमको निकाल्नेछौँ, सकेन भने डेली वाक कति घुमेको हाइकिङ गरेको भिडियो चाहिँ ल्याएर आउनेछ है त। बाई।